हामीले तिमीले मलाई यति धेरै कुराहरू लुकायौ। तिमीले मलाई आफ्नो मान्छे जस्तो पनि सोचेनौ है। न त तिमीले मलाई आफ्नो रोगको बारेमा भन्यौ, न त आफ्नो मनको कुरा भन्यौ। आखिर के दोष थियो मेरो आरोही? दोष मभित्र थियो कवीर। मृत्युको छायामा बाँचिरहेको एउटा लाचार केटीले कसरी कुनै सपना देख्न सक्थे र? तिमीले मलाई आफ्नो सोच्नको लागि कुन सपनाले रोक्थ्यो आरोही? समयले रोक्थ्यो कवीर। समय थिएन नि त मसँग। आज हेर त। छोरा, आज पनि त्यसै जाँदैन। उनी हाम्रो घरको बुहारी भएर जान्छन्। इन्ट्रेस्टिङ है? यतिको चाहिँ हुनुपर्छ है ल। अब तिमी मेरो भयो आरोही। अब मायाको यही पललाई मात्र लिएर भए पनि म मेरो पुरै जिन्दगी तिम्रो नाम बिताउन सक्छु। अब त केही पनि सपना अधुरो रहेन कवीर। म खुसी खुसी जान सक्छु। मोरिया आरोही